खोलाको हालत चाहिँ धुस्ती रहेछ कि के गर्ने भयो। त्यही पनि यसो टाइम पास गर्न एकछिन जानु पर्छ कि जस्तो लागेर अनि एकछिन हिँडेको कि रे। खोला चाहिँ हेर्नु न सेतै छ कि खोला चाहिँ। त्यसको लागेर लोकेसन पनि आइयो अनि लोकेसनमा भर्खर आएन त्यसपछि फर्स्ट सट हानेको पुगेको चाहिँ छैन कि अहिले एकछिनमा ठुल्ला नि। लोकेसन चाहिँ अब टक्कै आयो। योहरू पनि पहिला आइराखेको ठाउँ हुन चाहिँ खोलाको चाल हेर्दाखेरि चाहिँ खै आज रित्तै फर्क्यो लास्टमा। अनि हेरौँ फर्किहाल्यो भने त गरिहाल्यो नि। माछा परिसर भेट्छ ल एउटा चाहिँ पऱ्यो है। राम्रो साइजको काभ्रे पऱ्यो। अर्को नि है अर्को पनि पऱ्यो। ल है फेरि पनि पर्नु सक्नु भयो। फेरि पनि पऱ्यो है। फेरि पनि पऱ्यो है। माछाले अड्काएर राखेको रहेछ कि त्यो नेक्स्ट लोकेसनमा आएको। अनि यहाँ चाहिँ हाम्रो ठ्याक्क हाम्रो दाइ मसँग हिँड्दाखेरि दाइ के छ दाइ ठिक छ नि है। माछाले के कतिको दिइरहेको छ त नि हल्ला नि। म चाहिँ अघि नै आएको थिएँ कि अरे दाइको घर गएको। दाइको घर चाहिँ काममा गएको थियो भन्दै थियो कि अरे। अनि म चाहिँ बिहानै आइहालेँ। अनि यस अलिअलि काभ्रे पारेको गण्डौँमा दाइ चाहिँ आन्द्रामा रहेछ। म पनि आन्द्रामा सिफ्ट भइदिएको कि बोलाएर मैले चाहिँ यति निकाल्यो हो। ल हाम्रो चाहिँ यहाँ चाहिँ नयाँ प्लान भयो कि चाहिँ झुन्डुरुभित्र जाने भन्ने प्लान भयो दुईजना दाइको र मेरो होइन दाइ। अब झुन्डुरुभित्र चल्दिनँ होइन। दाइहरूले चाहिँ अस्ति चाहिँ निकालेर रहेछ। म चाहिँ बाटो बिग्रियो भनेर गएको थिइनँ। दाइहरू चाहिँ गइरहेको रहेछ। अस्ति 1.5 किलो 2 किलोसम्म निकालिरहेको रहेछ। जाम आज के कसो हुन्छ हेर्दै गर्नु न के कसो हुन्छ। अपडेट आइरहेको छ। अब डाइरेक्ट झुन्डुरुभित्र भेटौँला। पुलमुनि जानेलाई जुगाड चाहिँ यस्तो हुन्छ है। टक्क चप्पलमाथि मोजा हाल्यो यसरी चप्पलमाथि मोजा लाउने। अनि बाटो चाहिँ यस्तो खालको त्यो यहाँनिर त्यो जुन चाहिँ पानी चुहेको नि त्यहाँनिर चाहिँ चिप्लो हो अनि चप्पल मात्रै चिप्लिन्छ। त्यही भएर चाहिँ यसरी मोजा चप्पलमाथि चाहिँ मोजा लाएर हिँड्यो ल है। हाम्रो दाइले चाहिँ बी क्याच है 1/2 किलो 1 होला यस्तै दाइ। ल दाइ हेरिदिनु न त पार्ने मान्छे है। ल फेरि अर्को पर्न सफल है। जम्बो यो चाहिँ मेरोमा पऱ्यो भर्खर एउटा कतिले 1/2 किलो होला होइन। भिडियोमा चाहिँ देखाउन चाहिँ पाइएन ठाउँ अप्ठ्यारो थियो। अब फोन राख्न मिलेन त्यही भएर एउटा जम्बो चाहिँ निस्कियो बल्ल। पर्छ कि यहाँ चाहिँ दाइ जानुभयो। म चाहिँ कसरी जाने हो भन्ने भइरहेको छु। दाइ चाहिँ जानुभयो कि अब चाहिँ घर निस्किन लाग्यो हामी चाहिँ। त आज चाहिँ यो टिकटिकै पऱ्यो माछा राम्रै पऱ्यो भनौँ होइन। 6:30 भइसक्यो। अनि त्यही भएर अब चाहिँ घर निस्किन लाग्यो। आजको टोटल क्याब चाहिँ यति जति छ। यो चाहिँ 300-400 ग्राम होला। यो चाहिँ 1/2 किलो होला। यो 700-800 ग्राम होला। त्यति मानौँ होइन 700-800 ग्राम होला। यो चाहिँ सानो सानो हो काभ्रेहरू। अनि हाम्रो दाइ चाहिँ उता हुनुहुन्छ। दाइले चाहिँ दियोस्। यो दुईटा चाहिँ जक्खर निकाल्नु भयो दाइले चाहिँ। राम्रो साइजको निकाल्नु भयो। मैले चाहिँ एउटा
एउटा चाहिँ मैले निकालेँ अब प्याक गरेर हामी चाहिँ निस्किनु लागेको